हेलो गुड मर्निङ साथीहरू। म चाहिँ बिहानै उठेँ। बिहानै उठ्ने बित्तिकै मेरो आजको फेभरेट काम सुँगुरको चारो पकाउन आँटेको छु। सो त्यस पछाडि म 1 कप मनतातो पानी खान्छु। त्यस पछाडि के गर्छु मलाई नै थाहा छैन है साथीहरू। ल म उठेँ अहिले। मैले साथीहरू चारो पनि राखिसकेको छु। त्यहाँ थोरै भ्रमण गरौँ है त। यहाँ हाम्रो सानो कोठेबारी, यहाँ हाम्रो घर, यहाँ हाम्रो मेन मोडल र अर्को यो चाहिँ सेकेन्ड मोडल ब्याउने छ। भाग्छ हो भाग्छ आइज खालि तेरो दाना पाक्दैछ भर्खर। यहाँ एउटा परी पनि छ। हेलो परी। सुँगुर त यति एउटा हो कि सुँगुरको चारो मात्रै होइन त बाख्रा र भैँसले खाने पनि त्यही हो कि, त्यही भएर टिक्दैन सकिहाल्छ कि लास्ट छिटो। र यहाँ चाहिँ हाम्रो सिँचाइ छ है साथीहरू। नेपाल सरकारले नि हामीलाई सिँचाइ चाहिँ लास्टै राम्रो सेवा सुविधा दिएको छ। झापामा बस्नुको फाइदा चाहिँ यतिको चाहिँ फाइदै हो, किनभने यहाँ 12 मास पानी आउँछ। त्यही हो, मोटर चलाउनु पर्छ, लाइन चाहिँ हुनुपर्छ। अनि फेरि सानो बिजक आउँछ भोल्टेज नभएर, यस्तो बिजक छ नि। कुनै बेला त दिनभरि जान्छ झन्। अहिले माथि त्यो राजमार्गमा पोलको कामहरू पनि हुँदै होला कि, त्यही भएर। त्यस पछाडि हाम्रो नजारा छ। हामीसँग धेरै कुराहरू छन् साथीहरू। हाम्रो इस्कुस, मैले माथि यस्तो जाने बनाइदिएको थिएँ कि इस्कुस त फल्छ कि फल्दैन, लहरा के भन्छ त्यसलाई, मुन्टा, इस्कुसको मुन्टा खाने भनेर चाहिँ यो घाँस चाहिँ अलिकति त्यो एउटा मात्रै प्याडी थियो अरे, थोरै लगाएको। अब यो चाहिँ बिउ अर्को वर्षको लागि। अनि यहाँ हामीसँग अहिले हामीले धान रोपेको छौँ। यो एकखुट्टी सानो, त्यसपछाडि सेकेन्ड, त्यस पछाडि यो मकैबारीको पछाडिपट्टि पनि एकखुट्टी ठुलो छ, अनि यतापट्टि पनि छ 2 खुट्टी छ त्यतापट्टि। अनि यो साइडमा मकैबारी, त्यही मकैबारीमा चाहिँ हामीले पानी लाउँदैछौँ। यस्तो छ पतला कार्टुन मेन। यो चाहिँ हाम्रो तल्लो साइडको 2टा खुट्टी, यो एक खुट्टी, परको एक खुट्टी। यो चाहिँ ठुलो छ, 4-5 कट्ठा जस्तो होला योपालिको बर्खे। म चाहिँ अब यहाँबाट मल सार्छु। मेरो आजको काम यो धानमा हाल्नु छ। ओराबाट हाल्नु मलाई। त्यही छेउबाट हान्नु, तल्लोपट्टि राख्नु पर्थ्यो मल। पानी त चिसो होला है। बोरा यतै राख्नु पर्थ्यो नि एउटा।
ल्याइदिउँ यता बोरा चेपा गाडाहरू पुरा छ हो अहिले त अब ठुल्ठुलो भएर निस्किन्छ बाहिर त होइन होला हो डल्ला रहेछ यति बाक्लो गरी त पुग्दैन होला अब यिनीहरूमा बाक्लो हुने अरूमा पातलो यो माथिल्लोमा धेरै चाहिन्छ हौ खै कति मन फलाउनु हौ यसपालि धान राम्रो त छैन चाहिँ मल पनि हानिसक्यो है बुढोले 4 बोरा एकदम पातलो भयो हाम्रो मल हुन्छ तर घरको अस्ति गोबर मल पनि ओसारेको थियो सुली चाहिँ 4 बोरा अब चाहिँ हानिसकेको मेरो बुढोले अन्तिम भयो आज काम चाहिँ सक्यो साथीहरू लास्टै गर्मी पनि बनायो अब चाहिँ गएर कोक खान्छु म खाँदैछ खाए ल फ्रिजमा राखेको कोकहरू बाँकी नै राख्दैन नि त सबै सकिसक्यो मिठो मलाई त खाए ल भन्ने दिदी चाहिँ एकदम मनपर्छ क्या मेरो फेभरेट हो त्यही भएर मैले पनि घरिघरि खाए ल भन्ने गरेको छु खाए ल सेकेन्ड टाइम लाटा हो कि बाठो हो त्यति नै लगेको अनि किन ला सुँगुर नपालेर यहाँ भित्र दाउरा लुकाउनु भइरहेछ हाम्रो बुढा बसेर मिलाउने अहिले अब ल साथीहरू मैले दाउरा पनि ओसारिसकेँ यो दाउराहरूलाई चाहिँ अब मिलाएर यहाँभित्र राख्ने चाहिँ हाम्रो कटेजमा यता पछाडिपट्टिबाट ओसारेर लिएर आएको अब म यसलाई मिलाउनतिर लाग्छु सुँगुरको खोरमा मान्छे छिर्दा हुन्छ नि के गर्नु त ठाउँ त व्यवस्थापन गर्नु पर्यो पानीले भेट्दैन जल्लोपट्टि छिटोले गाउँघरको काम यस्तै छ साथीहरू गर्नु सजिलो छैन मल हानेर आएर हात खुट्टै धुएको छैन गाउँघरमा किसानको जिन्दगी त यस्तै बर्खामा बाल्ने चाहियो नि त ग्यासले हुँदैन खेतलाहरू हुन्छ फाइनल्ली साथीहरू दाउरालाई पनि व्यवस्थापन गरिसकेँ मैले यसरी एकापट्टि चिरेको एकपट्टि चिक्रा अनि टुक्रा टुक्रीहरूलाई पनि मिलाइसकेँ बिहान बिहानै आज धेरै काम भयो त्यही भएर म चाहिँ आज लास्टै थालिसकेँ त्यही भएर यो ब्लगलाई यहाँ अन्त गर्छु फुल वाच गरिदिनु धन्यवाद हाम्रो भेट हुनेछ अब नेक्स्ट ब्लगमा